जब कठिन हुन जान्छ कुनै पनि सम्बन्ध निभाउन भने त्यो सम्बन्ध राम्रो छैन। कुनै पनि कुरा चाहिँ मैले अलिकति फोर्सफुल्ली निभाउनु पर्यो भने म त्यसलाई निभाउनै खोज्दिनँ। आफ्नो श्रीमानको परिवारलाई आफ्नो मुठीमा राख्न सफल हुनुभएको छ कि छैन? पुरुषलाई पनि आफ्नै किसिमको गाह्रो अप्ठ्यारो छ है यो समाजमा। जस्तो बिचरा कता कता मिलाउनु, घर मिलाउनु, वाइफ मिलाउनु हुन्छ नि, सबैजनालाई एकमुष्ट मिलाउनुपर्छ। कतिजनाको विवाह हुँदाखेरि हुन्छ नि रोएको राखेर जबरजस्ती गाडीमा हालेर लिएर गएको त्यो सिन्सहरू देख्नुहुन्छ नि। बिङ अ फिमेल कस्तो लाग्छ तपाईँलाई यो दृश्यहरूले? कुनै पनि सम्बन्ध सुमधुर बनाउन मैले पनि गर्नुपर्छ र अर्को पार्टीले नै गर्नुपर्छ होइन। इट्स लाइक टु वेज हो क्या, यो फ्लो हुने आदान प्रदान हो। फेरि एक्लै गरिँदैन, कम्प्रोमाइज गरिन्छ वेन देयर इज लभ। पहिला चाहिँ फेम ड्रिभन थियो, अनेस्टली भन्नुपर्दा फेमको लागि गरिन्थ्यो, देखिनुपर्छ, मलाई मान्छेले चिन्नुपर्छ भन्ने चिजलाई गरिन्थ्यो भने अहिले आई थिङ्क मोर राम्रो काम गर्नलाई गरिन्छ जस्तो लाग्छ। कतिचोटि म सुन्छु यहीँ हाम्रो पत्रकार साथीहरूले नै सोधिरहनुहुन्छ, तपाईँ आमा कहिले बन्ने, तपाईँ यो कहिले गर्ने, तपाईँले घर कसरी सम्हालिरहनु भएको छ, श्रीमानले के भन्नुहुन्छ, उदीपजीले हेर्नु फलानु इत्यादि कुरा होइन। वाइ ओन्ली टु अस। चलचित्र एक मुठी बादल जेठको 1 गतेबाट प्रदर्शनमा आउँदैछ र यति बेला प्रड्युसर र नायिका मस्त गफमा पनि हुनुहुन्छ है। देखि पनि रहनु भएको छ होला। सबभन्दा सुरुमा त सामी पेराज तिमल सिन्हालाई म बधाई दिन चाहन्छु, प्रड्युसर भएर आउनु भएको छ चलचित्र इन्डस्ट्रीमा। तर म तपाईँलाई सबभन्दा सुरुमा चाहिँ एउटा क्वेसन सोध्न चाहन्छु। फिल्म इन्डस्ट्रीमा चाहिँ धेरैजनाले चाहिँ नायकमाथि लगानी गर्नुहुन्छ क्या, तपाईँले परिवारमाथि लगानी गर्दै हुनुहुन्छ होइन। कसरी सोच आयो यो सुनौँ न। सबैभन्दा पहिले त यस्तो दामी क्वेसनको लागि चाहिँ निशालाई एकदमै चाहिँ क्ल्याप होइन। यस्तो क्वेसन त मैले कहिले एक्सपेक्टै गरेको थिइनँ। त्यो भएको हुनाले चाहिँ अब यो क्वेसन यस्तो दमदार आएको भएको हुनाले चाहिँ हो, मैले कहिले पनि मैले फिल्म इन्डस्ट्रीमा 25-30 वर्ष भयो होइन। मैले चाहिँ डिफ्रेन्ट भूमिकामा काम गरिरहेको, एज अ जर्नलिस्ट होइन, एज अ राइटर मैले काम गरिरहेको। तर मलाई के थियो भनेदेखि कुनै न कुनै समयमा चाहिँ म आफ्नो रोल चाहिँ चेन्ज गर्दै जान्छु भनेर भन्ने मलाई ब्याकिनमा सधैँभरि थियो। र त्यो चाहिँ यस्तो ड्याम गुड प्रोजेक्टबाट चाहिँ त्यो मैले यात्रा सुरु गर्न पाएँ र चाहिँ त्यसमा चाहिँ आँचल शर्माले चाहिँ त्यो होल प्रोजेक्टको चाहिँ एउटा मेन फेस हुनुहुन्छ नि, पोस्टर गर्ल चाहिँ आँचल शर्मा हुनुहुन्छ त्यसको। तर बेसिकली अघि तपाईँले भने जस्तो यो चाहिँ इट्स अ फ्यामिली स्टोरी। त्यो फ्यामिलीमाथि लगानी गर्ने कुरा भनेको चाहिँ तपाईँहरूले मलाई एकदम चाहिँ लामो समयदेखि फलो गरिरहनु भएको छ भने त्यो थाहा हुन्छ कि म बाई नेचर पनि त्यो फ्यामिलीको रुटलाई रेस्पेक्ट गर्ने र त्यो चिजलाई भ्यालु गर्ने मान्छे हो। त्यो कारणले गर्दाखेरि पनि मेरो यो चिजमा इन्भल्भमेन्टमा चाहिँ त्यो मेरो पछाडिको थटको चाहिँ ठुलो भूमिका छ। मेन आन्सर त त्यही नै हो। आशिषजीलाई पनि सोधौँ है, तपाईँ नायक नचाहिने नायिका अहिलेको टाइममा होइन त? किनभने धेरैजनाले आफ्नो चलचित्रमा नायक को भनेर सोध्नुहुन्छ होला। सायद तपाईँको कथा नै तपाईँको नायक, एउटा महिलाको स्टोरीलाई, महिलाको स्वतन्त्रतालाई तपाईँले प्रेजेन्ट गर्दै हुनुहुन्छ होइन। कसरी प्रेजेन्ट गर्नुभएको छ जस्तो लाग्छ एक मुठी बादलमा? यो किन पनि स्पेसल छ मेरो लागि। मैले अघि पनि धेरै भनिसकेँ, यो मेरो एकदम मुटुको नजिक रहेको चलचित्र किन हो भन्दाखेरि आज 2 वर्ष बितिसक्दा पनि मलाई भन्ने कुराहरू कति धेरै धाँतिरहेको थिएँ मैले होइन। र आज मैले भन्न पाइरहेको छु, आज मैले पस्किन पाइरहेको छु मैले गरेको काम होइन। अनि यो काम राम्रो अथवा नराम्रो भनेर हामी उत्साहित त्यति मात्र नभएर हामी उत्साहित हुने होइन रहेछौँ क्या। अल्टिमेटली भनेको यस्तो खालको नयाँ चिज आउँदा चाहिँ हामीलाई पनि एउटा बेग्लै किसिमको जोस आउँदो रहेछ जस्तो लाग्यो क्या मलाई। जस्तो यो फिल्म एकदमै र, मैले अघि पनि भने अलिकति सारादी फिल्टर के अलिकति स्मुथ आउट गरिदिने हो कि मेरो फ्लजहरू भनेको। अनि सायद यो कुरा मैले देखाउनै खोजेको यो हो त, एउटा ह्युमन बिइङमा के हुन्छ, फ्लज हुन्छ, राम्रो पक्ष हुन्छ, नराम्रो पक्ष हुन्छ। नि यु गेट टु सी रियल सेल्फ क्या। अनि आई थिङ्क तपाईँहरूले एकदमै रिलेट गर्नुहुन्छ, एभ्रिबडी विल रिलेट होइन। परिवार आमालाई हिरो चाहिँ छैन भन्ने पनि होइन। अनि हिरो नै त हामी हो नि त। हिरो भनेको के हो त? समाजमा केही दिने होइन त, समाजलाई केही नयाँ दिने, केही राम्रो दिने र त्यसलाई ग्लोरिफाइड भर्जनमा चाहिँ हिरो भनिन्छ होइन। सो आई थिङ्क हिरो म होइन, हिरो चलचित्र हो क्या। सबै हिरोहरू कथा हो। सो कथालाई हिरो मानेर चाहिँ, बट त्यसको मतलब चाहिँ हिरो नचाहिने भन्ने होइन। हामीले ग्लोरिफाई गरेको चाहिँ मेल एक्टर हिरोहरू चाहिन्छ, उहाँहरूको पनि उहाँहरूले गर्दाफेरि चाहिँ अझै अब पहिला होइन उहाँहरूले योगदान दिएर चाहिँ आजसम्म त्यो जर्नी कन्टिन्यू गर्न पाएका छौँ।
हिरो हिरोइन कलाकार जे भने पनि हामीले गर्ने भनेको नयाँ ट्राई गर्ने हो डिफ्रेन्ट गर्ने हो सो कथा बलियो हुनु त्यही पऱ्यो त, यो बेसिक चाहिँ कस्तो हो भने हिरोको कथा भन्दा पनि हिरो पनि चाहिन्छ तर सबै कथाहरूको चाहिँ आफ्नो आफ्नो एउटा स्ट्रक्चर हुन्छ मतलब संरचना हुन्छ क्या यो संरचनाले चाहिँ आँचल शर्मालाई नै हिरोको रूपमा खोजिरहेको थियो क्या त्यो भएको हुनाले बेसिकली यो चाहिँ हिरो नै आँचल शर्मा हो जो चलचित्रको एज अ इन अ वे है तर यो हामीले भन्दाखेरि चाहिँ के हो भने यो फिल्मको कथा यो फिल्मको पर्फर्मेन्सहरू यो फिल्मको कास्ट एन्ड क्रू यो सबै पनि त्यो इन्सेम्बल हो र आउँदा चाहिँ जे बनाएको छ त्यो नै यो चलचित्रको हिरो हो हामीले चाहिँ यसलाई यसरी चाहिँ लिने गरेका छौँ पहिला अब अलिकति इन्ट्रेस्टिङ लागेको अर्को यो चलचित्रको पाटो पनि भन्छु होइन धेरैजना पात्रहरूले आफ्नो नामको खोजीमा हुनुहुन्छ कि मेरो नाम के होला यो चलचित्रमा भन्ने होइन तर मलाई एकदम रमाइलो लागेको पाटो चाहिँ यो चलचित्रमा चाहिँ कुनै पनि पात्रको नाम छैन अरे क्या सबैलाई एउटा सम्बोधन एउटा नाता मात्रै छ आमा छोरी छोरा बाबा ठुलबाबा मामा होइन यस्तो मात्र नाता रहेछ कि यो मलाई अलिकति इन्ट्रेस्टिङ लाग्यो कन्सेप्ट कसरी निकाल्नु हजुर होइन यो चाहिँ बेसिकली हाम्रो डिरेक्टर सारा शर्माकै कन्सेप्ट हो उहाँले जुन स्क्रिप्ट चाहिँ लेख्नु भएको छ त्यसमै यो आइडिया थियो कि होइन पहिलोचोटि म त्यो प्रोजेक्टमा इन भइरहँदाखेरि पनि मैले त्यो सोधेको थिएँ कि अनि सारा यसमा त खोइ त नामहरू छैन त्यो के हो यो भनेर भन्दा आइडिया नै यो दाइ भनेर उसले मलाई जे चाहिँ ब्रिफ गराएको थियो भेरी इन्ट्रेस्टिङ त्यो एकदमै इन्ट्रेस्टिङ थियो त्यो र कतिपय चिजमा कस्तो हुँदो रहेछ भने हामी हाउस होल्डभित्र चाहिँ परिवारभित्र चाहिँ हाम्रो आइडेन्टिटी भनेको जेठा काइँलामा चाहिँ कान्छा भने जस्तै मेलको हकमा भने फिमेलको हकमा चाहिँ होइन उसको जेठी माइली कान्छी भने जस्तो हुँदो रहेछ क्या त्यो अननोइङली तर त्यो डाइनामिक्सहरू हामीले कहिले पनि त्यो डिपमा गएर बुझा हुँदो रहेछ क्या यो चलचित्रको विशेषता यो एउटा एक्जाम्पल हो यो चलचित्रमा चाहिँ हामीले कसरी त्यो फ्यामिली भ्यालुज अथवा हाउस होल्डको चिजलाई चाहिँ कसरी स्क्रिनिङ गर्ने कसरी पर्दासम्म लिएर आउने प्रयास गरिरहेछौँ भन्ने कुराको एउटा एक्जाम्पल हो चलचित्रभित्र यस्तो धेरै चिजहरू छ जुन चाहिँ हामीले परिवारमा सधैँ हामी त्यो परिवारको हिस्सा हो हामीले त्यो आफ्नो दैनिक जीवनमा त्यो सबै चिजहरू हामी निर्वाह गरिरहेछौँ त्यो रोल प्ले गरिरहेछौँ तर कहिले पनि हामीले महसुस गरे हुँदो रहेनछौँ के त्यो नाम उनीहरूको निक नेमले बोलाउने जुन आइडिया छ त्यो चाहिँ एउटा पाटो हो चाहिँ शर्माजीले थप्नुहुन्छ होइन हाम्रो के भन्छ के अरे साम्पेदाले सबै भनिसक्नु भयो होइन सो हाम्रो एउटा आइडेन्टिटी भनेकै म बाहिर कसैको लागि म कलाकार हुँला कसैको लागि म आँचल शर्मा हुँला भने घरमा त म त्यही फुच्ची नानी होइन कसैको दिदी कसैको छोरी कसैको श्रीमती हुन्छ नि अहिले त माइजू पनि होला माइजू सबै यो विभिन्न अनि यसको महत्त्व यसको रोल्सहरू डिफ्रेन्ट हुन्छ क्या यसले लिएर आउने राम्रा कुरा नराम्रा कुरा यो यसको रोल्सहरू डिभाइड समाजले कसरी गरेछ चित्रण के गरिदिरहेको छ भन्ने कुराहरू चाहिँ हामीले त्यसरी त्यो पर्सपेक्टिभबाट कहिले हेरेकै रहेन रहेछ भन्ने मलाई पनि फिल भयो क्या काम गरेर आउँदा यो त मैले कहिले सोचिनँ भने जस्तो एकदमै त्यो पर्सपेक्टिभबाट सारा दिदीले यस्तो मजाले त्यहाँ प्रेजेन्ट गर्न खोज्नु भएको छ कि आई थिङ्क तपाईँहरूलाई एकदमै नयाँ र नौलो अनुभव लाग्छ क्या यो चाहिँ मैले भने नि यो चाहिँ हाम्रो होल फिल्मको एउटा आइडिया त्यो हो कि एउटा फ्यामिलीलाई हामीले गर्ने त्यो भएर हामीले के भनिरहेको छौँ फ्यामिलीको कथा चाहिँ दर्शकहरूले एकदमै धेरै हेर्नु भएको छ त्यो इमोसनको कथा पनि हेर्नु भएको छ तर त्यो नुवान्सेसहरू हुन्छ क्या सिनेमाको ल्याङ्ग्वेजमा भन्दाखेरि चाहिँ त्यो नुवान्सेसहरू चाहिँ आएको रहेनछ क्या होइन यो चलचित्रले चाहिँ त्यो नुवान्सेसहरू चाहिँ प्रस्तुत गर्छ कि तपाईँले यो फिल्म किन हेर्ने भनेर भन्नु तपाईँहरूको दिमागमा क्वेसन छ भनेदेखि यो नुवान्सेसहरूको लागि कि हामीले बाँचिरहेको परिवार हाम्रो छरछिमेकमा पनि यस्तो यस्तो चिजहरू चाहिँ गरिरहेछौँ हामीहरूले तर त्यो कुरा चाहिँ हाउसमा हुने कुरा हो यो किनभने त्यो हाम्रो आइडेन्टिटी चाहिँ कस्तो हुँदो रहेछ भनेदेखि परिवारभित्र बाहिर चाहिँ अब आँचल शर्मालाई चाहिँ आँचल शर्माको नाममा सबैले चिन्नुहुन्छ नि त तर घरमा हो भनेदेखि उहाँको बुवाले आँचललाई बोलाउने नाम अर्को छ होइन भनेपछि त्यो चिज चाहिँ के लडाइँ म त लौन समय होइन हिरो भए त लडाइँ म त लौन समय मोमेन्ट हुन्थ्यो तर लगानी गर्दालाई पनि हिरो बनाइन्छ होइन म त्योवाला लगानी गर्दा पनि भन्दाखेरि त्यस्तो चिजहरू चाहिँ एकदम इन्ट्रेस्टिङ चिज छ कि यो यसको स्क्रिप्ट प्लेमा चाहिँ त्यस्तो इन्ट्रेस्टिङ चिजहरू छ जो चाहिँ हजुर हामीले डाइनामिक्स पनि र त्यो नुवान्सेसहरू भने डिटेलमा चाहिँ
हाम्रो त्यो घरमा हामी कसरी चाहिँ एक्जिबिट गरिरहेछौँ आफूलाई, कसरी त्यहाँनिर आफूलाई प्रस्तुत गरिरहेछौँ भन्ने चिज पनि मजाले देखाउँछ कि चलचित्रले। ओके सो हामी अब नायिकासँग कुराकानी गर्नेछौँ, प्रोड्युसरसँग हामी पछि कुराकानी, तपाईँलाई बिदाई नै दियौँ हामीले होइन। अल द बेस्ट, मेरो बारे अलि राम्रो चिजहरू भन्नु होला। ओके है त। ओके सो हामी आँचलजीसँग कुराकानी गरौँ होइन। जस्तै अब तपाईँले चाहिँ यता माइती पक्षबाट पनि आफ्नो हरेक नाताहरूलाई तपाईँले हुन्छ नि बुझ्दै हेर्दै निभाउँदै आउनु भएको छ र अहिले श्रीमानको फ्यामिलीतिर पनि आफ्नो सबै नाताहरू निभाउँदै आउनु भएको छ होइन। अहिलेसम्म तपाईँलाई लागेको नातामा सबभन्दा कठिन नाता जुन चाहिँ निभाउनु पर्ने अलिकति गाह्रो सङ्घर्षशील चाहिँ कुन चाहिँ लाग्यो? जब कठिन हुन जान्छ कुनै पनि सम्बन्ध निभाउन भने त्यो सम्बन्ध राम्रो छैन। मलाई छोरी हुँदा पनि म उत्तिकै एकदम थ्याङ्कफुल छु, म छोरीको कर्तव्य निभाउन पाइरहेको छु। म बुहारी हुँदा नि म एकदमै थ्याङ्कफुल छु, मैले बुहारीको कर्तव्य निभाउन पाइरहेको छु। कसैको श्रीमती, कसैको माइजू, कसैको मामा, कसैको के अरे फुप्पू, कसैको हुन्छ नि भदैनी, यो सबै रोल्सहरू यस्तो ब्युटिफुल्ली छ इन्डिभिजुअली। बट अगेन त्यहाँ अप्स एन्ड डाउन्स हुन्छ। बट मलाई चाहिँ म केमा बिलिभ गर्छु भने कुनै पनि कुरा चाहिँ मैले अलिकति फोर्सफुल्ली निभाउनु पऱ्यो भने म त्यसलाई निभाउनै खोज्दिनँ बरु, तर अहिलेसम्म त्यस्तो दिन आएको छैन। हजुर, आफ्नो श्रीमानको परिवारलाई आफ्नो मुठीमा राख्न सफल हुनुभएको छ कि छैन? के औँलामै हुनुहुन्छ होइन, हो यही कुरा हो क्या। केटा मान्छे अलिकति केटी मान्छेलाई बुझिदिने भयो भने चाहिँ यो त इसारामै भन्ने कुराहरू। अनि केटी मान्छे हुनु त इट्स नट अ न्यू थिङ क्या, यो त हुनैपर्छ नि। महिलाहरू यति भएन भन्दा अरू पुरुषलाई पनि आफ्नै किसिमको गाह्रो अप्ठ्यारो छ है यो समाजमा। जस्तो बिचरा कता कता मिलाउनु, घर मिलाउनु, वाइफ मिलाउनु हुन्छ नि, सबैजनालाई एकमुष्ट मिलाउनुपर्छ। बट हाम्रोमा चाहिँ अहिलेसम्म त्यसरी मुट्ठी बाँध्नुपर्ने भएको छैन। मलाई चोइस दिनुहुन्छ, मलाई फ्रिडम दिनुहुन्छ। अनि आई थिङ्क हामीले कुरा गरिराख्यो अहिले भनेको मेरो चोइसेस र मेरो फ्रिडम इन्डिभिजुअल के, त्यो पनि हामीले किन मागिरहनु पर्ने होइन, किन भनिरहनु पर्ने, किन प्लिज भनिरहनु पर्ने, किन प्लिड गर्नुपर्ने भन्ने कुराहरूको मात्र हो क्या यो कुराहरू भनेको। तपाईँको अलिकति मैले हुन्छ नि अब पहिला हामीले देखेको आँचल शर्मा सोसियल मिडियामा एकदमै छाइरहने, अलिकति अलिअलि काहीँ न काहीँ चिप्लिरहने होइन, थोरै कन्ट्रोभर्सी भइरहने। मलाई एकदमै मेच्योर आँचल शर्मा देखिरहेको छ क्या। परिवर्तन आउँदो रहेछ विवाह पछाडि, दुईवटा परिवार या फिर हुन्छ नि आफै पनि एज वाइज अलिकति मेच्योरिटी आउँदो रहेछ। मलाई त आई थिङ्क विथ एजै होला, विथ अन्डरस्ट्यान्डिङै होला। पहिला बच्चा बन्ने छुट थियो भने अहिले छैन, बिकज अब उमेर जाँदै गर्ने क्रममा म त्यही नै हुन्छु, म चाइल्ड लाइकै हुन्छु, म बेबी नै हुन्छु, मैले कहिलेकाहीँ चिप्लिन्छु, तपाईँहरू माइन्ड गर्न पाउनुहुन्न भन्ने चिजहरू चाहिँ आई थिङ्क फिल्टर गर्दै लिएर जानुपर्छ। त्यही हो नि त अन्डरस्ट्यान्डिङ, त्यही हो लर्निङ प्रोसेस, अनि त्यही नै ब्युटी हो होइन लाइफको। सो आई थिङ्क विथ टाइम्स अब सिकायो होला, केही कुरा एक्सपिरियन्स भयो होला। जस्तै महिलाहरू पहिला तपाईँ विवाह गर्न अघि पनि मैले तपाईँलाई भित्र प्रेस मिटमा मैले तपाईँलाई प्रश्न गरेको पनि थिएँ होइन। जस्तै विवाहको लागि चाहिँ धेरैजना महिलाहरू डराइ पनि रहनु भएको हुन्छ होइन, तपाईँले पनि देख्नु भएको छ होला। सोसियल मिडिया फलो गर्नुहुन्छ भने कतिजनाको विवाह हुँदाखेरि हुन्छ नि रोइ कराएर जबरजस्ती गाडीमा हालेर लिएर गएको त्यो सिन्सहरू देख्नुहुन्छ नि। बिङ अ फिमेल कस्तो लाग्छ तपाईँलाई यो दृश्यहरूले? हेर्नुहोस्, अब यो कस्तो कन्ट्रोभर्सियल चिज हो क्या यो भनेको क्या। अब विवाह गर्ने नगर्ने, बन्देज एन्ड अल, यो सबै कुरा सबैले भोग्नुपर्छ भन्ने छैन। तर मेरो कुरा चाहिँ के हो भन्दाखेरि, हाम्रो एकमुठी बादलको कुरा चाहिँ के हो भन्दाखेरि, जस्तो मैले मेरो सासू ससुरा मेरो श्रीमानले मलाई त काम गर्न दिनुहुन्छ नि भनेर भन्नु चाहिँ त्यो प्रिभिलेज किन हो? त्यो म प्रिभिलेजै होइन नि, यो त बेसिक चिज हो। उहाँ काम गर्न पाउनुहुन्छ भने म काम गर्न पाइरहेको छु, इट्स अ बेसिक थिङ। तर तिमी त प्रिभिलेज छौ नि त हो, अझ 80% महिलाहरू त अझ प्रिभिलेज हुनुहुन्न। त्यो प्रिभिलेज नै प्रिभिलेज हामी भनिदिइरहेको छ क्या कसैले, तिमी पो प्रिभिलेज छौ त होइन। यो बेसिक चिज हो, सबैले त्यो फ्रिडम पाउनुपर्छ आफ्नो कुराहरू राख्दाखेरि अनि तर फेरि कम्प्रोमाइज नगर्ने पनि होइन। फेरि मैले त इक्वालिटी पनि भनेको होइन, इक्वल हुँदैन मलाई लागेको। यो मेरो कम्प्रोमाइज गर्नुभएको छ तपाईँले पनि? अफकोर्स गरिन्छ, किनकि कुनै पनि सम्बन्ध सुमधुर बनाउन मैले पनि गर्नुपर्छ र अर्को पार्टीले नै गर्नुपर्छ होइन। इट्स लाइक टु वेज हो क्या, यो फ्लो हुने आदान प्रदान हो, फेरि एक्लै गरिँदैन, कम्प्रोमाइज गरिन्छ। वेन देयर इज लभ, लभको लागि कम्प्रोमाइज गर्नु पऱ्यो, अलवेज द्याट। तर त्यसलाई अक्नलेज गर्नु पऱ्यो क्या, ए उसले गरेको छ
होइन जस्तो फाइनेन्सियली प्रोभाइड गर्नेलाई मात्र प्रोभाइडर भनिन्छ नि त हामी खाना पकाउनलाई वाइ नट प्रोभाइडर फुड प्रोभाइडर हो नि त मेन्टल स्टेबिलिटी प्रोभाइडर हो नि त हाउसलाई होम प्रोभाइडर हो नि त बट केटाहरूलाई नि गाह्रो छ बिचरा है अनि केटीहरूलाई नि गाह्रो छ यो कन्ट्रोभर्सियल छ बट एकमुठी बादलले चाहिँ जस्ट एक्नोलेज गरिदिनुहोस् अनि फिमेलहरू नर्चरिङै हुन्छ भन्ने छैन आमाहरू राम्रै हुन्छ अनि ड्याड चाहिँ नराम्रै अर इमोसनली प्रेजेन्ट हुँदैन भन्ने छैन ड्याडहरू पनि रुनुहुन्छ ड्याडहरू पनि चिचाउनुहुन्छ तर यो समाजले गर्दाखेरि ड्याडहरू लुकी लुकी चिचाउनुपर्छ भन्ने कुरा मात्र हो अनि त्यो चाहिँ आई थिङ्क फिल्ममा एकदमै नलुकाइकन देखाइएको छ जस्तो लाग्छ तपाईँको विवाहको टाइममा अलिकति सोध्न चाहन्छु म होइन तपाईँ एकदमै क्लोज तपाईँको बाबासँग हुनुहुन्छ होइन तपाईँको ड्याडसँग हुनुहुन्छ कस्तो थियो छेड तपाईँको विवाह भएर तपाईँलाई अन्माउने बेलामा उहाँको हुन्छ नि इमोसनल स्टेट कस्तो थियो आई थिङ्क म चाहिँ कस्तो प्रकारले मेरो विवाह भयो भने अब एकदम अनेस्टली है अब सुन्दा होइन कि जस्तो पनि लाग्न सक्छ बट मैले मेरो परिवार चिनेको थिएँ मलाई मेरो परिवार के सोच्नुहुन्छ पनि थाहा छ अनि आई थिङ्क बुवाले मलाई त्यो लेभल अफ ट्रस्ट पनि गर्नुहुन्छ कि जस्तो लाग्छ क्या मलाई काहीँ मेरो अन्तरआत्मा फेरि नहुन पनि सक्थ्यो तर मेरो अन्तरआत्माले चाहिँ युल बी फाइन भन्थ्यो क्या मलाई सजिलो हुन्छ मलाई म सहज वातावरणमा खुल्न पाउँछु हुर्किन पाउँछु भन्ने मलाई लागेको थियो सो मैले बुवालाई त्यही ट्रस्ट दिन्थेँ क्या चिन्तै गर्नु पर्दैन म त एभ्री डे आउँछु र अहिले पनि म एभ्री अदर डे बुवालाई हाई भन्न चाहन्छु सो तर मलाई अहिले चाहिँ सोच्दाखेरि म सायद अहिले भएको भए चाहिँ अलि डराउँथेँ होला त्यति बेला चाहिँ मैले फनै सोचेँ क्या बुझ्नुभयो मैले सोच्नै पाइनँ क्या अनि आई थिङ्क धेरै कुरा नसोचेको भएर पनि मेरो दिमागमा अहिले त्यो याद छैन 22-23 वर्ष मात्रै त हुनुहुन्थ्यो म विवाह गरेको 5 दिनमा 23 लागेको थिएँ सो तर अहिले सोच्दाखेरि चाहिँ डर चाहिँ थियो किनभने अब के हुन्छ अर अब त म त्यो छोरी होइन अब त लाइक इट्स नट लाइक गर्लफ्रेन्ड भयो चित्त बुझेन ब्रेकअप भयो होइन नि त अब त सबै जोडिया छ सो एउटा परिवार जोडिँदा चाहिँ अलिकति डर फिल चाहिँ हुन्छ तर अब इट्स नाइस अहिलेसम्म एकमुठी बादलले तपाईँलाई चलचित्र इन्डस्ट्रीलाई पनि आफ्नो मुठीमा राख्न सफल हुन्छ नि त्यो एउटा बाटो देखाउँछ जस्तो लाग्छ कि लाग्दैन के लाग्छ यस्तो मलाई म हुर्केको भन्न चाहन्छु होइन म 17 वर्ष थिएँ म जब एन्टर गरेँ र म यही इन्डस्ट्रीमै हुर्केँ जस्तो लाग्छ जे सिकेँ यहीँ सिकेँ जे छु यसले दियो सो यसलाई मुठीमा राख्नुभन्दा पनि यो इन्डस्ट्रीलाई केही गरौँ आफ्नो साइडबाट भन्ने जहिले आकाङ्क्षा इच्छा भइरहन्थ्यो कि नयाँमा म पनि अनुबन्धित हुन पाऊँ नयाँ चिजमा फरक चिजमा भन्ने कमर्सियल यो त्यो भन्ने मलाई आई थिङ्क अहिलेको स्टेट अफ टाइममा चाहिँ त्यो छैन मलाई लु होइन अनि पहिला चाहिँ फेम ड्रिभन थियो अनेस्टली भन्नुपर्दा फेमको लागि गरिन्थ्यो देखिनुपर्छ मलाई मान्छेले चिन्नुपर्छ भन्ने चिजलाई गरिन्थ्यो भने अहिले आई थिङ्क मोर राम्रो काम गर्नलाई गरिन्छ जस्तो लाग्छ बिकज चिनिसक्नु भयो धेरैले होइन अब दिस इज इट होइन अब के दिने त फिर्ता भन्ने हो सो मुठीमा राख्न चाहन्न खालि फिर्ता दिन चाहन्छु जे छ त्यही पहिला त फिल्म इन्डस्ट्रीको लागि हुन्छ नि फिल्म एउटा स्टोरी आउँछ नर्मल स्टोरी आउँथ्यो होइन हिरो हिरोइनको लभवाला स्टोरी आउँथ्यो होइन त्यसैको उसमा वरिपरि घुमिरहेको हुन्थ्यो स्टोरी अब अहिले स्टोरी पनि अलिकति च्यालेन्जिङ भएर पनि आज अलिकति मान्छेले अलिकति डिफ्रेन्ट आइडियोलोजीमा काम गर्ने प्रयास गरिरहनु भएको छ होइन यो टाइममा चाहिँ तपाईँ आफूलाई पनि च्यालेन्ज गर्न जरुरी छ भन्ने देख्नु भएको छ कि छैन किनभने धेरैजना नायिकाहरू जस्तै स्वस्तिमा खड्काको नाम लिन्छु म होइन उहाँले भर्खरै अब लाली बजार उहाँको पनि आउँदैछ होइन उहाँले पनि अलिकति च्यालेन्जिङ रोल गरिरहनु भएको छ होइन तपाईँले पनि अब बक्कल भएर चाहिँ अलिकति डिफ्रेन्ट च्यालेन्जिङ रोल गर्नुपर्छ अलिकति क्यारेक्टर ड्रिभन भएर भन्ने लाग्छ कि लाग्दैन र फेरि मलाई चाहिँ जुनै पनि रोल च्यालेन्जिङ हुन्छ जस्तो लाग्छ हेर्नुहोस् फेरि अब फेरि मैले गरेका चिजहरू मैले अघि पनि भने म त्यो मेरो फोर्टे हो जस्तो लाग्थ्यो जस्तो लभर गर्ल त्यो बट त्यो च्यालेन्जिङ थिएन होइन इट वाज इक्वली च्यालेन्जिङ किनकि कुनै पात्र त्योमा पनि सबैजना फिट हुनु त हुन्न नि कतिजनालाई त्यसको प्रस्ताव त जाँदैन नि बट वी आर बिन डुइङ द्याट होइन वी हेभ बिन डुइङ द्याट सो त्यो भनेकै त त्यो च्यालेन्जिङ भएर हो अनि हामीलाई चाहिँ यस्तो फिल्मको प्रस्ताव नआइदिने हो क्या र आई थिङ्क एकमुठी बादलले अब त्यो ढोका पनि खोलिदिन्छ जस्तो लाग्छ मेरो लागि इफ मैले न्याय गर्न सकेछु भने आई डोन्ट नो कस्तो गरेको छु मैले त बेस्ट नै दिने हो बट होपफुल्ली म अलि होपफुल छु अब एकमुठी बादलले चाहिँ त्यो इन्भाइरोमेन्ट क्रिएट गरिदिन्छ भनेर अनि स्वस्तिमा चाहिँ एज यु अलरेडी मेन्सन बेस्ट विसेस टु लाली बजार स्वस्तिमा इज डुइङ ग्रेट र उसले गरिरहेको छ इट्स हामीसँग छ फिमेल लेड अर हुन्छ नि फिमेलको कथाहरूमा फिल्महरू आइरहेको छ बट लिमिटेड छ क्या सो आई थिङ्क
हामीले नै हो नि त, उसले मैले अब आइरहेको मिरुना एन्ड देन अल हामीहरू अरूको नाम लिन बट धेरै हुनुहुन्छ, सबैको नाम लिन हामीहरूले सुरक्षाजी उहाँको नि आउँदैछ क्यारे सबैजना अरूको छ वर्षा होइन. सो हामीहरूले नै आई थिङ्क केही दिने हो जस्तो लाग्छ क्या, वुमेनको अझ कुरा राख्ने हो जस्तो लाग्छ. बट एट दि एन्ड इट्स नट अबाउट वुमेन एन्ड मेन, ग्लोरिफाई गरेको होइन बट अझै च्यालेन्ज फिमेल अलिक धेरै छ. सो त्यो भएर अलिकति भन्न मन लाग्ने मात्र हो. हजुर जस्तै अब एकमुठी बादलमै जाउँ होइन, विवाहको कुराले चाहिँ एउटा स्वतन्त्रता खोज्ने महिलाको स्टोरीलाई प्रेजेन्ट गरिएको छ होइन. तपाईँको लागि स्वतन्त्रता के हो जस्तो लाग्छ? मैले मन लागेको, मलाई गर्न मन लागेको, मेरो करियर वाइज, मेरो चोइसेस वाइज मलाई रोकटोक हुनु भएन, क्वेसन गरिदिनु भएन. जस्तो कतिचोटि म सुन्छु यहीँ हाम्रो पत्रकार साथीहरूले नै सोधिरहनुहुन्छ, तपाईँ आमा कहिले बन्ने, तपाईँ यो कहिले गर्ने, तपाईँले घर कसरी सम्हालिरहनु भएको छ, श्रीमानले के भन्नुहुन्छ, उदिपजीले हेर्नु फलानु इत्यादि कुरा होइन. वाइ ओन्ली टु अस क्या. मैले एकदम फ्यु टाइम्स मात्र म दया दाईसँग अरू हुन्छ नि अरू म्यारिड एक्टरहरूसँग नि काम गर्दाखेरि उहाँहरूलाई बिरलै सोधिन्छ कि तपाईँ कसरी टाइम म्यानेज गर्नुहुन्छ, तपाईँ यति खतरा फिल्म गरिरहनु भएको छ, बच्चालाई समय दिनुहुन्छ, बच्चालाई हुर्काउनु, यो सोधिँदैन क्या. वाइ ओन्ली टु अस भन्ने हो क्या. मेनले ब्यालेन्स गरे जस्तो वी अल्सो ट्राई टु ब्यालेन्स थिङ्स आउट, हामीले पनि ब्यालेन्स गरिरह. सो हामीलाई मात्र किन यस्तो प्रश्नहरू आउँछ भन्ने मात्र हो. साथी प्रश्नको उत्तर एकमुठी बादलले दिएला भन्ने अपेक्षा पनि राखेको छु मैले होइन. के भन्न चाहनुहुन्छ जहाँ जति दर्शकहरूलाई? सर्वप्रथम त मलाई हेरिरहनु भएको सम्पूर्ण दर्शकलाई नमस्कार. यति बेरसम्म झेलिदिनु भयो त्यसको लागि धन्यवाद. हाम्रो चलचित्र एकमुठी बादल जेठ 1 गते आउँदैछ. एकदमै नयाँ भन्दिनँ बट एकदमै पुरानो यस अर्थमा कि यहाँहरूकै घर वरपर यहाँहरूकै परिवारमा घटिएको घटनाहरू नै एकदमै ओपनली नलुकाइकन जस्ताको त्यस्तै लिएर आइदिएको हो. सो त्यस अर्थले पुरानो यट नयाँ. आकाशले पनि तेरो भावमा बादल जाओस् भनेर गजिदिनु भयो. थ्याङ्क यू. सो भगवान्ले तपाईँहरूलाई निम्तो दिइसक्नुभयो र म पनि दिन चाहन्छु. म माइली र मेरो परिवार यस्तै छ, अलिअलि नमिलेको, अलिकति रिसालु, अलिकति झगडालु, अलिकति माया लाग्दो पनि. मेरो आमा यस्तै हुनुहुन्छ, बुझ्नु हुँदैन कति थोक. मेरो बाबा यस्तै हुनुहुन्छ, लुकाउनुहुन्छ कति थोक. मेरो भाइ यस्तै छ, बदमास, दुःख दिने र उसको इच्छाहरू सबै पुरा हुन्छ, आइरहनु किन. र म यस्तै छु, मलाई डर छ समाजको, परिवारको, तपाईँ हामी जस्तो व्यक्तिको. सो मेरो इन्टायर आमा, जेठी, माइली, भाइ, ज्वाइँ सबैकोबाट तपाईँहरूलाई चुलै निमन्त्रणा. जेठ 1 माघ 15 होइन, जेठ 1 मे 15. ठिक छ केही छैन, यो कार्ड